केटा खोजेर जेरीको विवाह गरिदिने भनेर पटक पटक आफ्नो छोरीलाई सम्झाउने क्रममा फोन कल गरिरहेका हुन्छन्। छोरीले फोन कल नउठाएपछि जेरीको साथीले फोन कल गरेका हुन्छन् जेरीको बुवाले। तसर्थ यतिखेर जेरीले भने आफ्नो बुवाकै कारणले भूपेन्द्रको यस्तो हालत भएको भन्दै धेरै दुःख व्यक्त गरिरहेकी छिन्। तसर्थ आफ्नो साथीसँग उनको श्रीमती नभएको भए म हस्पिटलमै गएर भूपेन्द्रको स्याहार सुसार गर्ने थिएँ, तर म उहाँ बाहेक म बाँच्न सक्दिनँ भनेर जेरीले भने अझै पनि भूपेन्द्रको पछि र साथमा आउने कुरा गरिरहेकी छिन् भने जेरीको साथीले भने सम्झाउँदै अर्काको भइसकेको मान्छेको पछि विवाह बन्धनमा बाँधिसकेको मान्छेको पछि लाग्नु राम्रो होइन। तिम्रो जीवनमा बरु बुवाले जे जस्तो केटा खोजिदिनु भएको छ त्यहीसँग विवाह गर्दा तिम्रो जीवन राम्रो हुनेछ, तिम्रो जिन्दगी सुधार हुनेछ भनेर सम्झाइरहेकी हुन्छन्। तसर्थ पटक पटक जेरीको बुवाले फोन कल गरेपछि जेरी पनि उठेर घरतर्फ लागिसकेकी छिन्। हो दर्शकबिन, यतापट्टि अघिल्लो सिरियल एपिसोडमा भने हामीले मास्टरसँग भुन्टी ठोकिएको र मास्टरकै अँगालोमा भुन्टी बाँधिएको र सबै कुराहरू भुन्टीले त्यस मास्टरलाई सेयर गरेको कुराहरू र मास्टरले पनि भुन्टीप्रति सेयर गरेको कुराहरू भने पक्कै पनि यो विपना नभएर सपना रहेको छ। यो सपना भने मास्टरले यानिकि भुन्टीसँग ठोकिने केटाको सपना रहेको छ। तसर्थ सपना देखेपछि उठेर दौडिँदै भुन्टीसँग पहिले ठोकिएको ठाउँमा आएर भुन्टीले खोतलास गरिरहेको दृश्य हामीले देख्न सकिन्थ्यो भने यतिखेर घरमा भने श्रेयाले आफ्नो श्रीमानसँग झगडा गरेर आफ्नो छोरालाई लिएर घरबाट निस्किसकेकी छिन्। योभन्दा पहिलो एपिसोडमा आफ्नो नन्द भूमिकासँग मिलेर भुन्टीलाई जसरी भए पनि यस घरबाट निकाल्ने योजना बनाएकी श्रेया यतिखेर आफ्नो श्रीमानसँग ठुलो कुरा र आफ्नै बुहारीसँग श्रीमानको नाजायज सम्बन्ध रहेको कुराहरू गरेपछि श्रीमानले गालामा एक चट्कान हान्ने बित्तिकै ठुलो स्वर गर्दै फायर भएर घरबाट छोरो लिएर निस्किन बाध्य भएकी छिन् श्रेया। हो दर्शकबिन, तपाईहरूलाई श्रेया घरबाट निस्केर हिँडेकोमा तपाईहरूलाई कस्तो लाग्छ, के भन्न चाहनुहुन्छ? कृपया आफ्नो विचारहरू तलको खाली कमेन्ट बक्समा बताउन नभुल्नुहोला र भुन्टी सिरियल सम्बन्धी रुचि छन् भने कृपया यस भिडियोलाई लाइक, कमेन्ट, सेयर गरी च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरी हामीसँगै जोडिनुहोला भन्दै आजको यस सिरियल रिभ्यू भिडियोबाट बिदा हुन्छु। हस्त, धन्यवाद।